मिनासान कोनिचिवा नमस्कार मेरो नाम बुद्ध लामा आज हामी N5 र N4 दुवैको लागि मोस्ट इम्पोर्टेन्ट हुने अथवा धेरै नै युजफुल हुने डे पार्टिकलको बारेमा डेफिनेसन सहित रे पनि गरेर देखाउँछु। यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक शेयर एन्ड कमेन्ट पनि गरिदिनु होला है। हामी बोर्डमा आइसकेको छौं। हाम्रो रहेको छ डे पार्टिकल हैन। डे पार्टिकल पहिले यसको डेफिनेसन हेरौँ है त। कुनै पनि यातायातको स्रोत साधनको प्रयोग गर्दा वा प्रयोग गरिसकेको अवस्थामा उक्त साधनको नामको पछाडि जहिले पनि डे पार्टिकलको प्रयोग गरिन्छ भनेको छ हैन। डेफिनेसनलाई बुझ्ने कोसिस गर्नुस् है त। कुनै पनि यातायातको स्रोत साधनको प्रयोग गर्दा वा प्रयोग गरिसकेको अवस्थामा उक्त साधनको नामको पछाडि जहिले पनि डे पार्टिकलको प्रयोग गरिन्छ भनेको छ। अनि अर्को रहेको छ कुनै पनि ठाउँमा काम भएको अवस्थामा वा एक्सन भएको खण्डमा हैन। कुनै पनि ठाउँमा काम भएको अवस्था वा एक्सन भएको खण्डमा हैन उक्त ठाउँको नामको पछाडि जहिले पनि के लाग्छ डे पार्टिकलको प्रयोग गरिन्छ भनेको छ हैन। अब यो डेफिनेसन अनुसार यो रे रहेको छ। वातासी वा वसुदे सुपाएकिमास भनेको छ हैन। वसुदे भनेको छ। अब यहाँ भनेको छ हैन यातायातको स्रोत साधनको हैन प्रयोग गर्दा अथवा प्रयोग गरिसकेको अवस्थामा भनेको छ हैन उक्त साधनको नामको पछाडि चाहिँ जहिले पनि के लाग्छ डे पार्टिकलको प्रयोग गरिन्छ भनेको छ। त्यही भएर यो वस्तु भनेको चाहिँ अब यो स्रोत साधन के रे यातायातको साधन भयो। अब डे पार्टिकल हैन यो यातायातको स्रोत साधनको पछाडिको चाहिँ डे पार्टिकलको प्रयोग गरियो नि त हैन। अब सुपाएकिमास भयो। अनि अर्को रहेको छ मिनासान वा जितेन्स्या डे गाक्को एकिमास भनेको छ हैन। जितेन्स्या डे भनेको छ नि यसमा नि अब जितेन्स्या भनेको साइकलद्वारा अथवा साइकलबाट भन्ने बुझिन्छ हैन। डे पार्टिकलको मिनिङ चाहिँ द्वारा ले बाट म भन्ने बुझिन्छ। यसमा भनेको छ रामोसान वा जितेन्स्या डे गाक्को एकिमास भनेको छ हैन। अब रामजी चाहिँ साइकलद्वारा अथवा साइकलमा स्कुलतिर जान्छ अथवा जानुहुन्छ भनेको छ। अनि अर्को रहेको छ यो डेफिनेसन अनुसार यो रे। यसमा भनेको छ कुनै पनि ठाउँमा काम भएको अवस्थामा वा एक्सन भएको खण्डमा उक्त नामको अथवा उक्त ठाउँको नामको पछाडि जहिले पनि डे पार्टिकलको प्रयोग गरिन्छ भनेको छ नि। हो यही डेफिनेसन अनुसार चाहिँ यो रे भयो। अब यसको पनि हेरौँ है त। वातासी वा सुपादे पान ओ खाइमासिता भनेको छ नि हैन। यसमा भनेको छ कुनै पनि ठाउँमा काम भएको अवस्थामा भनेको छ। अब सुपा भनेको सुपरमार्केट भयो हैन। सुपरमार्केट भनेको अब त्यो ठाउँ भयो हैन। अनि डे पार्टिकल सुपरमार्केटको पछाडि डे पार्टिकल आयो र यसमा एक्सन भएको छ के एक्सन भएको छ पाउरोटी किनेको छ नि हैन। एक्सन चाहिँ यो पान भयो पाउरोटी किनेको। अनि ठाउँ चाहिँ यो सुपरमार्केट भयो हैन। यो सुपरमार्केटमा काम गरेको के अरे यो सुपरमार्केटमा पाउरोटी किनेकोले डे पार्टिकलको प्रयोग गरियो हैन। अनि अर्को रहेको छ मिरासान वा सुपादे खाएमोनोसिमास भनेको छ। मिराजी चाहिँ सुपरमार्केटमा किनमेल गर्नुहुन्छ भनेको छ हैन। यसमा नि त्यही हो मिराजीले चाहिँ हैन सुपरमार्केट भनेको ठाउँको नाम भयो। खाएमोनोसिमास भनेको एक्सन भयो हैन। यो सुपरमार्केटमा काम भयो नि त। अब यो सुपरमार्केटमा के भयो किनमेल गर्ने भयो। त्यही भएर यो सुपरमार्केटको अगाडि चाहिँ के अरे सुपरमार्केटको पछाडि चाहिँ डे पार्टिकलको प्रयोग गरियो के।